Guys, good morning सबैजनालाई. I am फुपू छिरिङ भटे. Welcome back to my YouTube channel. आजबाट मेरो नाम पहिला TFC थियो, आजबाट मेरो नाम फुपू छिरिङ भटे. आफ्नै नाम राखेको छु. हैन, सबैजनालाई YouTube मा गएर हेर्दिनुस् होला. अनि आज चाहिँ म कहाँ जान लागेको छु भन्ने चाहिँ साइकल चलाएर 1.5 घण्टाको बाटो छ. ट्रेनमा गयो भने 2 घण्टा लाग्छ. तर साइकल चलाउन 1.5 घण्टा मात्र लाग्ने रहेछ. त्यसैले हामी साइकलमा जान लागेको छु. एकदम खतरा ठाउँ देखाउन लागेको छु तपाईहरुलाई हैन. तपाईहरु पनि हेर्दै जानुस् हैन. म तपाईहरुलाई त्यहीसम्म लगेर जानेछु. अनि बाटोमा के हुन्छ सबै तपाईहरुलाई देखाउने छु हैन. म चाहिँ घरबाट बाहिर निस्किसके अब हैन. साथीलाई भेट्नु मात्र बाँकी छ. अब म घरबाट निस्किसके हैन. म यहाँ लिफ्ट कुर्दै छु. लिफ्ट कतिखेर आउँछ हैन. कुर्दै छु अनि आएपछि चाहिँ जानुपर्छ है. म चाहिँ यहाँ पुगिसकेँ. मेरो साइकल यहाँ छ अनि मेरो गोप्रो यहाँ छ. गोप्रो हैन Insta360 अब यहाँ जोड्ने हो हैन अनि जाने हो. म चाहिँ रुमबाट निस्केको अब साइकल लगेर निस्किसकेँ. अब साथीले कहाँ भेटिन्छ हैन. साथीलाई भेट्छ अनि सँगै हिँड्छ. बुढाबुढीहरू बाटो काटिरहेछ. के भन्छ ब्लुटुथ अन हुनलाई टाइम लाग्छ क्या. कनेक्ट यहाँ त पानी यस्तो रहेछ यार. ओए खुट्टा गयो गएन यार. लास्टै हो यार. यस्तोमा चाहिँ यस्तो कालो देखिरहेछ हौ हैन. बुझ्छु हैन. साथीकोमा पुग्नले 45 मिनट लाग्दो रहेछ. अनि कहाँबाट हुन्छ त मलाई हैन. तर घाम चाहिँ अति लागेको हो क्या. अति हो क्या यतिको त. तिमी हेर त म त बुझ जस्तै बनाएर कालो त लास्टै कालो हुने भयो आज हैन. साथीकोमा पुग्नलाई चाहिँ उताबाट अर्कै खोला गएको भए छिटो पुग्ने रहेछ. म चाहिँ आएछ उल्टो बाटो आएछ हैन. 15 मिनट लाग्ने बाटोमा चाहिँ मलाई लाग्ने भयो आधी घण्टा. 15 मिनट धेरै घुमायो. अब यहाँबाट सिधै जानुपर्ने रहेछ. अब यो हो साइकल रेकर्ड गरिरह अहिले भर्खरबाट. साथीलाई नै भेट्यो होइन. तर साथीको साइकल चाहिँ यस्तो ध्वस्त भइसकेको छ. पछाडि पनि ध्वस्त भइसकेको छ हो साइकल. फेरि अर्को साइकल कुन चाहिँ हो. फाइनली जुग्दी लगाएर बनायो. टायर्ड पनि भयो. अब चाहिँ निस्किनु पर्नुहुन्छ. भयो अब चाहिँ भयो होइन. लास्ट यसको ताने होइन. यसको तान दिएको हामीले होइन. यसको हो कि अर्काको हो तान दिएको थियो अनि भयो. भित्रको त्यो टायरको त्यो भएन रहेछ क्या. हावा हाल्ने ठाउँ चाहिँ त्यो पनि लानुपर्छ क्या. त्यो ल अब चाहिँ लाग्यो हामी. खाना चाहिँ आइसक्यो. दामी रहेछ है मिठो. हाम्रो सुरु भएको छ होइन. साथी गइसक्यो म घरि. खाना खाने ठाउँमा पर्स छुटेछ होइन. साथी हो फेरि त्यहाँ लिन जानुपर्ने हुन्छ. यत्रो टाढा पुगिसकेको थियो क्या. म त्यसैले होइन पर्स नै छोडिदिएछ होइन. ए पर्स भेटिहाल्यो. अब हिँडेको फेरि सुरु गरेको. सबै चेन्ज गरिसक्यो. यहाँ पनि किनेर चेन्ज गरिसक्यो. अब हिँड्नलाई लागेको छ होइन. साइकल यहाँ छ मेरो. साथीको साइकल त्यहाँ छ. मेरो चाहिँ यता छ होइन. साथी चाहिँ टोइलेट गएको छ. म चाहिँ यहाँ रेडी भइसकेको छु. तर मलाई गरिने यस्तो भइसक्यो. साथी हो म त कालो न कालो भइसक्यो होइन. साथी हो अगाडि दौडिरहेछ. हामीले त्यो म्यापले घुमाएको गरिरहेछ क्या. अनि त्यही भएर अलि ढिलो हुने भयो क्या. टाइम लाग्ने रहेछ. यसरी कुदाउँछ बाइकहरू हेर त. कस्तो पर्काएको यारमा. डेन्जर पर्काइरहेको छ त है. सिधै हेर्न र. अब चाहिँ देख्न थाल्यो कि हाम्रो ट्रा ठाउँ रहेछ हो. उठाएर हिँड्यौँ न त होइन. दौडिरहेछ. साथी पनि दौडिरहेछ. उकालो मात्र ठाएर मात्र छ है. पानी खान पनि पाएको छैन. पानी कहाँनिर पानी छ होइन. भेन्डिङ मेसिन नै पाएको छैन हामीले. लसन फ्यामिलीमा केही पाएको छैन है. यस्तो गाह्रो छ है उकालो यार। पानी पनि केही पाएको छैन होला.
गाह्रो छ गाइस यस्तो गाह्रो छ हामीलाई हैन छाती नै फुट्ला प्वाक्क फुट्ला जस्तो भइसक्यो यार गाह्रो छ भेन्डिङ मेसिन नै पाउँदैन त यार के साह्रो होला है अब जोस् लौसान सौसान भेट्छ कि बा हैन लौसान सौसान भेट्यो भने चाहिँ अब चिसो चिसो खानुपर्छ यस्तो गर्मी भएर यहाँ हामीलाई कालो न कालो भइसक्यो हैन साथी पानी झिक्दैछ यहाँ छ साथी चेन्जिङ टन्नै छ यस्तो बाटो पनि भेट्यो यार हामीलाई त अझै सिङ्गो रहेछ यार यहाँ पर्खिनु पर्ने हुन्छ हाइट कुदिहालौँ त्यसो भए यहाँ साथी कुद्यो होइन म नि कुद्छु यस्तो सानो बाटो छ यार कस्तो साँग्रो बाटो है आम्मा यता त अलि ठिक छ है अघि तलको भन्दा त है उकालो भने ठाडो उकालो साँग्रो माथि आम्बो यसरी त हाम्रो त खुइलिन्छ त यार साथी हो यस्तो उकालो पेल्दैछु हामीले साथी त कस्तो पेलेर हिँड्दैन यस्तै पेल्दैछु म पनि होइन पछाडिबाट होइन हेर्नुहोस् तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ त दामी रहेछ यो ठाउँहरू चाहिँ क्या कोही साइकल हिँडेको छैन क्या हामी मात्र हो कि साइकल ल्याउन आउने खासमा यही हो र त्यो त होइन होला ए साइकल पार्किङ यहाँ रहेछ नि त नि है हो यहाँ पार्किङ गर्छु हामी अनि हिँड्छौँ बल्ल पुग्यो हामी चाहिँ यहाँ जोस् पार्किङमा यता राख्थेँ म कुना त्यही राख्थेँ जोस् पार्किङ यहाँ रहेछ लु छैन हो ए त्यसै हो दामी देखिरहेको छु यहाँ त होला पौडी खेल्न दिँदैन होला नि पानी राखेको छु होइन सोचेको जन्दा नहुने क्या हो फाइनली चाहिँ हामी आइपुगेको छौँ ए बुम फेरि नसुनेला नि है फाइनली यहाँ आइपुग्यो कहाँबाट रे हामी ओसाकाबाट आएको है हामी ओसाकाबाट अलमोस्ट 2 आवरको साइकल राइडिङ अनि त्यसपछि अब 2.5 किलोमिटर जतिको चाहिँ हाइकिङ जाँदैछौँ हाइकिङ चाहिँ यस्तो छ स्टेयर छ तर फ्ल्याट पनि छ रमाइलो छ शान्त छ अहिले बालोहरू पनि आउन सक्छ बालोसँग जुत्न सक्छौ तिमी सक्दैन अनि म त कत्रो कालो देखेको है अनि बालुलाई त तिमीले हान्न जानेको छौ भन्दा थियो अघि बाटोमा भालुले जुत्न चाहिँ सक्दैन होइन हान्न चाहिँ सक्छौ हान्न चाहिँ सक्छ ठिक छ कस्तो हान्न भने फेरि अर्कै जुत्ला है ढुङ्गाले भने नि अब हिँड्दैछौँ कहाँसम्म पुग्ने हो माथिसम्म पुगेर नि आज पानी पर्छ भने जस्तो सुनेको थियो खोइ अलिअलि पानी पर्दा के फरक पर्दैन तर हेर न यहाँ कस्तो सेफ यहाँ हेर न त्यो वालमा कस्तो चाहिँ सेफ्टीको लागि पसिना यार साथी हो क्याफेहरू त टन्न रहेछ त तलतिर छैन तिमीसँगै छ माइक यहाँ राखेको छु है अब हामीलाई हेर्नुहोस् तपाईँहरूलाई होइन हामी कहाँ कहाँ जान्छु होइन हामीलाई त लास्टै थाक्यो हामी त तर मलाई चाहिँ मुख धुन चाहिँ मन लागिरहेको छ किनकि यस्तो पसिना भइरहेछ नि मेरो यहाँ हेर्नु न यो च्याउ दामी रहेछ है च्याउ खाने भए म टिपेर ल्याइदिन्छु तपाईँहरूको लागि होइन दामी छ हाइकिङ चाहिँ सेफ्टी चाहिँ खतरा मिलाएको छ है
हेर्नुहोस् तपाईँहरूले होइन देख्न सक्नुहुन्छ यत्रो साइकल चलाएर आएर यति चाहिँ हामीलाई भेटियो होइन अरू त त्यही हो होइन फर्किँदा यसो घुमेर आउनु पर्ला हामी चाहिँ यो हाइकिङको लागि आएको साथीहरू म होइन तर ब्याग देखाउँछ तपाईँलाई यस्तो दामी देखिरहेछ होइन जङ्गलै जङ्गल चराचुरुङ्गी आवाज मात्र छ है च्याउ टिपेर लानुपर्छ क्या है यो चाहिँ हो क्या साथी हो यति चाहिँ हुनु पऱ्यो क्या हाइकिङ भनेपछि फोहोरसोहोर फ्याल्न पाएन होइन यस्तै हो यत्तिको विश्वास गरिन्छ भने क्या के चराइदिएको होइन टन्नै चराइदिएको रहेछ हेर चराउन त खतरा चराएर रहेछ है भोक लाग्यो छैन थकै लाग्यो यो के को फल रहेछ के को फल हो उकालो त थोडा चराएन रहेछ त हेर न साला खतरा चरेछ क्या हाइकिङ त खतरा भयो हाम्रो हाम्रो हाइकिङ देखेर तपाईँहरूलाई खतरा लाग्छ होला डेन्जर आमा छन्नै ल अरे यार छन्नैले ओह्रालो पुग्यो यार अब कताबाट जाने भनेर हो क्या आयो अब यता जाउँ है हाई गाइस हामी चाहिँ मिनो फल पुगिसकेको छु होइन नजिकै पुगिरहेको छु है तपाईँहरू देख्न सक्नुहुन्छ होइन दामी छ है मिनो फल चाहिँ तर अहिले चाहिँ खासै राम्रो छैन समरमा चाहिँ उयसको बेला चाहिँ पात झर्ने बेलामा चाहिँ आउँदा चाहिँ दामी देख्छ होला है यस्तो दामी देखिरहेको छ देख्नु त पुल चाहिँ होइन मेरो साथी त उयो बसिरहेको छ म पुलमा गएर दिन्छु ल यस्तो पुल चाहिँ यस्तो रहेछ पुल चाहिँ कस्तो छ भने यस्तो रहेछ पुल चाहिँ यस्तो रहेछ मिनाको अनि यस्तो मात्रै रहेछ ए योभन्दा नि माथि होला यार मेरो फल त यहाँ होइन यहाँ त होइन है साथी यस्तो दामी देख्छ यो झर्ना छैन नि त यहाँ झर्नै छैन योभन्दा अर्को होला माथि यता एउटा उयो गर्ने ठाउँ मात्रै रहेछ ए यता रहेछ नि त नाइस म चाहिँ फर्केको होइन
पछाडिबाट हाई हाई भन्दैछ साथीहरू ठिक छ एकदम हामी कताबाट यताबाट यताबाट हामी तलबाट आएको हो माथि चाहिँ के छ रहेछ कति हाइकिङ गर्नु हौ अब त फर्किने बेला हो यताबाट जाउँ क्या